शुभ बिहानीको साथमा आज हामी चाहिँ बुद्ध जयन्तीको दिनमा चाहिँ बुद्ध जन्मको 2570औं आज बुद्धको जन्मदिन परेको छ र त्यसै गरी आज चाहिँ हामी गुम्बामा चाहिँ हामी बुद्ध जयन्तीको दिनमा चाहिँ पूजापाठ कार्यक्रम छ र त्यसै गरी साथमा चाहिँ आज हाम्रो साङ्गे बौद्ध गुम्बाको चाहिँ र्याली पनि रहेको छ। अब हामी चाहिँ गुम्बामा आइसकेका छौँ। यहाँ तपाईँलाई देखाउँछु म। जस्तो हाम्रो आज गुम्बाको माहौल चाहिँ यो चाहिँ हाम्रो साङ्गे बौद्ध गुम्बा रहेको छ र त्यसै गरी यहाँ चाहिँ सबै बौद्ध धर्मावलम्बीहरू चाहिँ सबैजना चाहिँ यहाँ र्यालीको लागि चाहिँ उपस्थित हुनु भइसकेको देख्न सक्नुहुन्छ तपाईँहरूले। र यसै गरी चाहिँ अब हामी गुम्बातर्फ जाँदैछौँ। हाम्रो चाहिँ आज यो गुम्बामा चाहिँ अब खिर बनाएर चाहिँ अब हाम्रो गुम्बाको सदस्यहरूलाई चाहिँ खिर बनाउने कार्यक्रम रहेको छ र यसै गरी चाहिँ हाम्रो यहाँ खिर पाक्दैछ। हाम्रो हेड सेफ सुभाष सर र हाम्रो यहाँ भेना लसो र यसै गरी चाहिँ आज हाम्रो र्यालीको लागि चाहिँ पम्पलेटहरू यहाँ सम्पूर्ण तयार भइसकेको छ। हाम्रो साना साना बाबु नानीहरू पनि यहाँनिर तयार। कुकुर भुक्दैमा राम्रो हुन्न, राम्रो बोल्दैमा मानिस राम्रो हुँदैन है त। यो चाहिँ हाम्रो आजको नारा रहेको छ। त्यसै गरी रिस पालेर राख्नु भनेको विष पिएर अरू मर्ने आश गर्नु हो। अब चाहिँ हामी चाहिँ अब गुम्बातर्फ प्रवेश गर्छौँ। हाम्रो गुम्बाको माहौल कस्तो रहेको छ तपाईँलाई देखाउन चाहन्छु। अझ हाम्रो गुम्बातर्फ भित्र प्रवेश गर्दैछौँ। यो चाहिँ हाम्रो गुम्बाभित्रको यस्तो छ सुन्दरता हाम्रो गुम्बाको। यो चाहिँ ढ्याङ्ग्रो भन्छ यसलाई। यो पनि ढ्याङ्ग्रो हो र यो पनि ढ्याङ्ग्रो हो। यो चाहिँ पूजापाठमा प्रयोग गरिन्छ र त्यसै गरी चाहिँ यो चाहिँ शङ्ख रहेको छ। यो त आनीले अब मलम पढ्दै हुनुहुन्छ। यसै गरी अब हामी चाहिँ म तपाईँलाई देखाउन गइरहेको छ हाम्रो गुम्बाको भगवानको मूर्ति, बुद्ध भगवान मूर्ति यस्तो रहेको छ। ओम माने पेमे हो, ओम माने पेमे हो, ओम माने पेमे हो, ओम माने पेमे हो, ओम माने पेमे हो। र यसै गरी चाहिँ रिताले चाहिँ भगवानलाई फुल अर्पण गर्दै गरेको देख्न सक्नुहुन्छ तपाईँले। त्यसलाई चाहिँ आज फुल चढाउने गइरहेको छु। छ यहाँनिर यो चाहिँ हाम्रो गुम्बाको लागि चाहिँ दानपेटिका रहेको छ। यहाँ चाहिँ मेरो बुढीले चाहिँ अब बुद्ध भगवानलाई यहाँ अब बुद्ध जयन्ती दिनमा चाहिँ ढोग्दैछ। यसै गरी चाहिँ हाम्रो तामाङ समुदायमा बौद्ध धर्मावलम्बीहरूले चाहिँ बुद्ध भगवानलाई चाहिँ यसरी ढोग्ने रहेको छ।